भरे पेट Hello guys, welcome to my another video. सबैजना हुनुहुन्छ भने म पनि एकदम सन्चै छु। आज चाहिँ हाम्रो कान्छीको फ्लाइट अनि हामी चाहिँ जाँदै छौँ यहाँनेर। सबै यता बेबी स्यालो। आज कस्तो लागिरहेछ समीक्षाले पुऱ्याउन जाँदा? नराम्रो। किन? कस्तो गर्नु लाग्यो। यता आमा सायु के हो? यस्तो पो ल्याइदिएको पखाले ल्याइदिनु। पखाले अब केमा म बाइकमा हुँदैन। त्यही ब्यागहरु लानुहुन्छ। फोर ल ल ल बाई हामी चाहिँ लाग्यो अब सायु यता र ए सायु लाग्यो गाइजहरु। अब हामी चाहिँ एयरपोर्ट पनि कतिचोटि जानुपर्छ दाम पनि कति पर्छ हौ? जाम पर्यो यतातिर यो मान्छे नि यताबाट दिमाग खराब गरायो मेरो। हेलो आइपुग्यो जरौँ आफ्नो मिलायो यिनीहरूलाई त घरमै थुनेर हिँड्नु पर्दो रहेछ। गर्मी के साह्रो गर्मी लाग्छ मन भएर मर्यो त। कन्डिसन यस्तो छ भरे झन् कस्तो होला। भरे ट्रेनमा पनि आउँछ है यस्तै त गाडीमा त यस्तो रह्यो भने अब गाह्रो पर्छ। हजुर आज त देखिन फेरि त्यतातिर नभए मान्छे पर्खिरहेको हुन्थ्यो। एयरपोर्ट आइसक्यौँ एकछिन पछि सामानहरू निकालेर कल गर्छौँ। आमामा आज त के साह्रो सबै स्टुडेन्टहरू जाने आज भने यता निधारा बिजोग छ उता अगाडि अर्को जाने बिजोग छ। जाउँ है अलिकति साइड गर्नु। आश्रु उठाउनु न आश्रु। हेलो उठा आयो आइसक्यो के झर्छ यताबाट खोल्नु नि छ दाइ कान्छी। नानीहरु समाउनु है नानीहरु समाउनु यता बेबी नानी हाल्छ यता र आमा निधार र अन्त आऊ यो पक्रो त बोतल म साइडलाई ल्याउँछु। निधार के यिनीहरू साइड त्यो बिजोग आऊ यता बेबी म साइडलाई ल्याउँछु। आऊ आऊ लु ट्रली ल्याउनु त जानु ल हेर यहाँ सामान त यतै राख्दिँदा हुन्छ। यहाँनिर गाडी त आउँछ यहाँनिर अलिकति बाटो के भएन हौ आमा के साह्रो भिड हौ आज त है टाढो एयरपोर्ट नि नानी सुतेर अलिकति के अरे बाटो गर्न यहाँनिर बाटो चाहिँ अलिकति खाली गरेर भित्र यता सामान यता छिराम यता हैन सबै तपाईँ त्यहाँ म दिन्छु।
बाइकहरू बिचेर त आऊ यता त लगेज त माथि ल्याउ न यो बाटैमा मान्छे बसेर अप्ठ्यारो भयो के यहाँ अलिकति छोड्नु पर्यो हजुर यहाँ बाटोमा अलिकति आऊ बेबी त सक्दैन यो त्यहाँ लाउन्डाउनमा के साह्रो बिजोग हो के साह्रो बिजोग हो हाम्रो यहाँ हेर्दैछ हेर न हेर त निदा र त्यहाँ हाम्रो होइन त अरूको यता बेबी हुन्छ ढलोस् न हुन्छ दाइ धन्यवाद धेरै धेरै हस् हुन्छ दाइ हुन्छ दाइ धन्यवाद हुन्छ ए गाइजहरू सामान धेर भएर हाम्रो त विपत्ता पर्यो 7 केजी धेर भएछ उहाँहरू जोग्दा त त्यही ठिकै थियो यहाँको त 7 केजी धेर भइरहेछ के गर्ने तनाव सबैको कस्तो यो मेसिन नै रङ भएको कि हाम्रो नापेको रङ भएको केही भएन बिजोग हालत खराब लु अब आज त तर के साह्रो भिड हो सबै दाइहरूसँग नि भेट हजुर हजुर हस् मामाको दाइहरूसँग नि भेट भयो सामान धेर भएर है भाइ एकजना भाइ यहाँभित्र काम गर्नु साथीहरू छ सबैको धेर के भाइहरू पनि आइपुग्यो सबैजना छ है यता त मेरो फुन्टुली पनि यतामा हुनुहुन्छ है अब हामी चाहिँ जान्छौँ यता चाहिँ मेरो बहिनी छ है सर यसको लस्कु 4 जना मात्र आउनु एकछिन ल 4 जना मात्र रेडी एकछिन नानी यता हेर त यता हेर यता हेर रे आँखा देख्दैन कसैले हल्लिन्छ ए हेलो प्लिज यता हेर रे सबैजना गर्मी भयो ल अहिले भित्र लाउनु दिँदैन के केही पनि निकाल्नै पर्छ लान पाउँछ सबै त ब्याग भित्र राख्नुपर्छ म चाहिँ यस्तरी भिडियो आइनु पर्यो गाइज ल Nor baby out.
नानालाई फकाएको रे बुनुले आऊ त आऊ आऊ बुनले फकाएको हेर त अबे हेर अब नाना रेको नाना आउनु त ल बुनले फकाएको हेर नरौ नरौ हेर फेरि बुनले हेर नि तिमीलाई माया गरेको हेर नाना रुएर बुनले फकाएको है ल ज्ञानी मान्छे रुँदैन आऊ ल हेर त आऊ लु नानाले फकाएन आऊ आऊ